Hey guys, good morning. आजको मेरो डे भ्लग सुरु हुन्छ दाउरा अनि घाँसबाट अनि मेरो बुढा अनि मबाट यहाँहरुलाई ह्यापी गुड मर्निङ। मेरो बुढाको पेट देखेछ यस्तो गर्नु पर्यो। दिनहरु चाहिँ कसरी बितिरहेछ आजभोलि सोलुखुम्बुमा आएर भनेर है अनुहार पनि यस्तो भएको छ हैन। विगत 12 दिनदेखि म सोलुखुम्बुमा बसिरहेको छु अनि आजको चाहिँ म सर्ट भिडियो बनाउन मन पर्यो। सो हेरौँ कस्तो हुन्छ है। यस्तै छ गाउँले जिन्दगी हो। सो दाउरा अनि हियर इज घाँस, हियर इज मेरो बुढा अनि उ चाहिँ फोनमा बिजी, म चाहिँ भिडियो बनाउनमा बिजी। सानो आई लभ यु। यस्तो पनि व्यवस्थापन थियो। ल साथीहरु, मेरो चाहिँ अब आजको कार्यक्रमभित्र चाहिँ 3 पानी त हैन 9 पानी रक्सी पार्ने कार्यक्रम परेको छ। यो चाहिँ हाम्रो राईहरुको कल्चरमा चाहिँ नभई नहुने हैन, मर्दा पनि चाहिने, जन्मिदा पनि चाहिने हैन, बिहे कार्य हरेक कुरामा चाहिने नभई नहुने। यो चाहिँ अब 9 पानी रक्सी पार्नको लागि म चाहिँ जुटिरहेको छु। अब यस्तै अब हेर्दै जानु होला मेरो आजको दिन कस्तो हुन्छ हैन। रक्सी पार्ने काम चाहिँ अब लगभग सकिसकेको छ। अब उतार्ने हो, रक्सी निकाल्ने हो हैन। अब हेरौँ रक्सी चाहिँ कति आयो कस्तो आयो त्यो चाहिँ तपाईहरुले अन्तिमसम्म हेरेर थाहा पाउनु हुनेछ है त। अबको काम चाहिँ मेरो रक्सी भर्ने काम हुन्छ। यसलाई चाहिँ हामी कठुवा भन्छौं हैन। यो चाहिँ हाम्रो एकदमै राई कल्चरमा चाहिँ एकदमै नभई नहुने। अब अहिले त बिस्तारै कठुवाहरु पनि लोप हुँदैछ अनि यसलाई चाहिँ हामीले बचाएर राख्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ हैन। आज मेरो रक्सी चाहिँ 3 कठुवा 1 बोतल आएछ अनि यो चाहिँ हाम्रो विशेष गरी बिहे कार्यमा चाहिँ एकदमै चाहिन्छ कठुवा चाहिँ हैन। अब रितहरु लानको लागि भयो हैन, कोसेलीहरु लानको लागि चाहिँ एकदमै कठुवा नभई नहुने चाहिँ काठबाट बन्छ। अनि म चाहिँ अब रक्सी भर्न थाले है त। कति जति आधी ग्लास। आजको मेरो रक्सी चाहिँ यति नै आएछ। अनि उहाँ हुनुहुन्छ हाम्रो 85 वर्षको फुपा हैन। उहाँले पनि रक्सी कडा भयो रे भन्नुहुन्छ। अनि उहाँ चाहिँ अहिलेसम्म 85 वर्ष पुगे पनि राम्रैसँग हिँडडुल गर्न सक्नुहुन्छ हैन। उहिलेको मान्छेहरु खप्छ भन्छ नि त, त्यही भएर पनि होला उहाँ चाहिँ एकदमै तगडा हुनुहुन्छ अहिलेसम्म पनि। ल म लग्छु, काठमाडौँ लानु पर्यो। कति लानु? 1 बोतलले पुग्छ मलाई? नाता त छन् नि धेरै। हाई पुन्टेहरु, हेलो सेते काले अर्को काली मेरो काली पुन्टी। अब म तिमीहरुलाई पानी दिन्छु है। त्यहाँ एउटा काली छ, आउ काली आउ। के खाने? आज नखाऊ है। के चाटेको हो? डल्लो लो सबले मेरो हात खायो है। अब यहाँ
अब यहाँ यस्तो छ यसो त गर्छ यसले अनि के गर्नु पुन्टीहरूको साथमा बसिरहेको छु अब यता यस्तो मेरो पुन्टीहरू छन् अनि के गाइस मलाई चाहिँ अಯ್यो यिनीहरूले मलाई मारिसक्यो भने मेरो चाहिँ पिम्पलले चाहिँ राम्रै मलाई लभ गरेको छ हौ पिम्पलले मलाई यस्तो मन पराउँछ है आमा थ्याङ्क यू पिम्पल मलाई मन पराइदिएकोमा कत्रो आछ कि थ्याङ्क यू सो मच पिम्पल आमा मलाई यस्तो पिम्पल त कसलाई आउँछ होला हौ हिमुनी मलाई सरोस् मेरो पिम्पल सब अब के गर्ने हौ अल्छी लाग्छ पुस्तकारी के लाउनु पर्ने अल्छी लाग्यो सो अब यसपछिको मेरो चेहरा हेर्नु होला अहिले चाहिँ 5 बज्दैछ घडीमा चाहिँ मोबाइलको घडीमा हैन अब म मिल हिँडेको बिहान धान पुराको अनि अहिले चाहिँ अब लिन हिँडेको सायद पिस्दिनु भयो होला मेरो चेहरा त हेरिसक्नु छैन यार पिम्पलले माया गर्छ मलाई धेरै त्यही भएर अब यो देखिराख्नु भएको छ पछाडि रोड छ गाडी छैन त्यही भएर म हिँडिरहेको छु गाडीको सट्टा मै हिँड्दिने हो हैन चट्टासँग डोको बोक्ने हो यसरी अनि हिँड्ने हो चैतको सिजनमा लास्ट हावा लाग्छ हावा लागिरहेछ है स्वा आवाज आइरहेछ सुनिराख्नु भयो होला सो म चाहिँ अब घर नजिकैबाट मिलतिर लाग्दैछु रोडको बाटोमा एक्लै हल्ला गर्दै हिँड्दैछु कोही छैन यो सबै बाटो मेरो भनेर पुरा हल्ला गर्दै हिँडिरहेको छु हैन अब के गर्नु गाह्रो छ नि हजुर गाउँघरमा अब यो पारी देख्नुहुन्छ यस्तो जङ्गल छ हाम्रो गाउँको पारी हैन यो पारी पनि रोड छ कार्लाङ कुर्लुङ देख्दैन कि हो देख्दैन रहेछ रोड छ त्यहाँ पनि बनाएको देख्नुभयो नि त्यहाँ रोड छ गाडी छैन के गर्ने है मान्छे आफै हिँड्ने हो रोडभरि पुरा डाङ्गा लाएर हिँडिदिने हो आफै नै है त गाइज हालत खराब हो गया यहाँ धान धेरै चामल लिएर आइरहेको छु सो मिल चाहिँ टाढा चाहिँ छैन नजिक त नजिकै हो तर उकालो बाटोहरू आउनुपर्छ कि त्यही भएर थकान लागेर म चाहिँ यहाँनिर चामलको भारी बिसाएर वर्ड पिपलमा एकछिन विश्राम गर्दैछु एकछिन विश्राम गरेर अब घर जाने रात पनि पर्न लागिसक्यो है त्यही भएर फ्रन्ट क्यामेराबाट मेरो भिडियो आइरहेको छ मलाई यहाँ बोकेर लानु माथि ओछ्यानमा म भिडियो एडिट गर्न लागेको अब 1 2 3 गो मलाई अब मेरो बेहुलाले बोक्दै हुनुहुन्छ है हेरौँ कतिको बल्लै Say something. अब बेलुकीको ठिक 5 बजेर 7 मिनेट गएको छ 8:30 भयो अहिले अब आजको दिनभरिको यस्तै भयो उ चाहिँ यो मान्छे चाहिँ स्कुल जान्छ घडी हेरौँ यो मान्छे चाहिँ स्कुल जान्छ हैन कति भयो रे 8:30 यो मान्छे छ नि यो मान्छे स्कुल जान्छ हैन 8:30 पक्नु न भन्छ टाइम चाहिँ 9 बजे न यो मान्छे स्कुल जान्छ बिहान 9:45 बजेतिर स्कुल जान्छ अनि त्यसपछि म दिनभरि हैन वस्तुहरू बाख्रा छैन है वस्तुहरू बाछाहरू गोरुहरूलाई घाँसहरू लाउँछु घरको कामहरू गर्छु अनि तपाईहरुलाई यस्तो यहाँ हेर्नु मेरो हात यस्तो फुट्या छ नि यस्तो भइसक्यो घरको काम गर्दा देख्दैन रहेछ भिडियोमा चाहिँ यस्तो भइन्छ त्यही पनि कसले मेरो बाबालाई त्यही पनि केही छैन मलाई त्यो हात फुटेकोमा गुनासो चाहिँ लाग्दैन अनि कहिले गुनासो लाग्ने भनेको चाहिँ यो मान्छेले मलाई पत्याउँदैन कि घरिघरि यो मान्छेले मलाई टेर्दैन अनि त्यो बेला चाहिँ मलाई यस्तो लाग्छ नि हत्तेरिका साइलेरीमै कस्तो मान्छेसँग भेट भयो जस्तो लाग्छ क्या तर फेरि अनि अरूहरूको स्कुल 4 बजे छुट्टी हुन्छ मेरो बुढाको चाहिँ 6 बजे स्कुल छुट्टी हुन्छ
फोन झर्यो नि त गाइस फोन झर्यो 6 बजे होइन 7 बजेर छ टुटुल्के उठाइदियो म त मेरो बुढाले मलाई माया गर्दैन तर मलाई पिम्पल यस्तो माया गर्छ अनि कि अब सघाउँछु ल भिडियोमा गुड नाइट सबैजनालाई ल गाइज मेरो आजको दिन चाहिँ यस्तै भयो मैले सबै डिटेलमा चाहिँ क्याप्चर गरेन होइन अलि मैले चासक चुसुक भिडियोहरू खिचेको छु अनि त्यसलाई नै मैले यहाँनिर एडिटिङ गरेर राखिदिएँ धन्यवाद सबैजनालाई यो भिडियो हेरिदिनु भएकोमा अब अर्को भिडियोमा भेटौँला गाइज